जिन्दाबाद फेसबुक जिन्दाबाद। सबैजना फेसबुकको के अरे पैसा कमाउनेपट्टि लागेका छन्। हामीहरूको चेलीलाई जसले राष्ट्रिय पर्यायमा गएर जो जतापट्टि उयो भयो 2-3 जना 4 जना 5 जना हो त्यस्तोजनालाई त्यतिजनालाई स्टेटस लगाएको देखिरहेको छु। आदर हाम्रो जय आयो अखम जय गोर्खा भनेर सधैँ लेख्छौँ र आसामीहरूको आसामिसहरूको जति प्राय के जाति हुन्छ हामीहरू सधैँ दिन्छ केही पोस्ट न केही पोस्ट स्टेटसहरू हामीहरूको मनमा लागेर आउँछ कि हामीहरूको मातृभाषा आसामिस हो र हामीहरू एकजना आसामीले गोर्खा हौँ भनेर हामीलाई मनमा लाग्छ। र आज हामीहरू यसरी बुझ्नुहोस् हजुरहरूले, आज हामीहरूको उमा छेत्रीको स्टेटस कुनै उयसमा लागेको देख्नुभएछ हजुरहरूले? स्टेटस लाग्नुभएछ कन्टेन्ट क्रिएटरहरू कसैले स्टेटस लगाएर राखेको देख्नुभएछ हजुरहरूले? जितेदेखिबाट गम पाउनु भएको छैन न के भएको छ त्यो मलाई ज्ञात छैन। र एउटा स्टेटस हामीहरूको असेम्ब्ली दाजुभाइहरूले त गम पाउनु भएन जेनेबा छोडिदिउँ। हामीहरूको गोर्खा दाजुभाइहरू केही प्रोफाइलमा गएर भिजिट गर्नुहोस् त कतिजनाको रहेछ काउन्टिङ गरेर। यस्तो तरिकाको हुन्छ कन्ट्रोभाइस भनेको। हाम्रो जुन चाहिँ चेलीले जितेर आइन् आज विश्व पर्यायमा गोर्खाको नाम भयो, आसामको नाम भयो, नर्थ इस्ट इन्डियाको नाम भयो र त्यसमा जोस भन्ने चिज एउटा सबैको हुनुपर्थ्यो र सबैजना कन्टेन्ट बनाउनुपट्टि ध्यान। कङ्ग्रेचुलेसन भनेर एउटा फोटो लेख्न पनि टाइम छैन। यही हो उत्साह हामीहरू प्रतिको देख्न सकिन्छ झलझली हामीहरू। र हजुरहरू पनि हेर्नुहोस् कतिजनाको प्रोफाइलमा कङ्ग्रेचुलेसन उमा छेत्री भनेर लेखेको छ। विश्व पर्यायमा त्यही पनि राज्यमा गएर खेलेकी होइनन्, विश्व पर्यायमा गएर खेलेकी हुन्। उहाँ हामीले गौरव गर्नुपर्ने दिन हो आज। र एउटा उयो छैन 1-2 जनाको देखिरहेछु र म भन्न जान्न र उहाँहरूले लगाउनु पर्छ। उहाँलाई थ्याङ्क यू छ। र जसले